शुभ यात्रा, ह्याप्पी जर्नी प्रसाद, ह्याप्पी जर्नी। थ्याङ्क यू भेरी मच। लगाए तिमीलाई पनि याद आउँदो हो, पानी पर्दा मेरो बाबा आमालाई रुचायो कि, चर्को घाम लाग्दा मेरो बाबा आमालाई पोल्यो कि। थाहा छ मलाई तिमीलाई भरप्रति मन पोल्दा हुन्। प्रशान्त, तिमी त जाँदैछौ आफ्नो सपनाको संसार बनाउनको लागि, त्यसैले तिमी आफूलाई निराश नबनाऊ, आफूलाई मन खुसी बनाएर जाऊ। प्रशान्त, हामी छौँ नि तिम्रो साथमा, तिमी केही पनि चिन्ता नगर। आफ्नो गाउँ घर बाबा आमा कसैको पनि चिन्ता नगर। हामी गाउँमा रहेको दाजुभाइको के अर्थ रहे त प्रसाद? हामीले सबै कुरा हेर्नेछौँ, तिम्रा घर हिँड्नेछौँ, बाबा आमा हामी छरछिमेक छौँ नि त। त्यसैले ढुक्क भएर जानु तिमी। केही सानोतिनो समस्या हामी सहजै सुल्झाउनेछौँ। तिमी उता पुगेपछि एकल फोन गर्नु प्रशान्त, म पुगेँ भनेर खबर गर्नु। म तिमीलाई फिराउन एयरपोर्टसम्म आउन सक्ने मेरो कुनै क्षमता छैन। यही पल तिमीलाई मेरो बिदाईको पल हुनेछ प्रशान्त। म यहाँबाट भोलि बिहान छुटिएपछि हाम्रो यही पलको सम्झना मात्रै रहनेछन्। बाँकी कुरा म गाउँबाट तिमीलाई सानोतिनो समाचारहरू खबरहरू तिमीलाई उही मेसेन्जर र भोइस ब्याकमा तिमीलाई पठाउनेछु प्रसाद। घरको कति पनि चिन्ता नगर्नु, बाबा आमाको चिन्ता नगर्नु। यस्तै त हो नि नेपालको अवस्था, कहिले पानी पर्छ कहिले घाम लाग्छ। तिमीलाई पनि याद आउँदो हो, पानी पर्दा मेरो बाबा आमालाई रुचायो कि, चर्को घाम लाग्दा मेरो बाबा आमालाई पोल्यो कि। थाहा छ मलाई तिमीलाई भरप्रति मन पोल्दा हुन्। तिमीले कसैको पिर नगर्नु, हामी सबैलाई शीतल सहारी दिने नसकौँला, तर सानोतिनो चोटहरूमा मलम लगाउनेछु। सानोतिनो चोटहरू हामी निको बनाउनेछौँ। भइपरि आएका समस्याहरू ठुलै समस्या भए तिमीलाई सम्झिनेछु प्रसाद। तिमीले सहयोग गर्नु, तिमीले आफ्नो सपनाको संसार बनाउनु, धेरै पैसा कमाउनु, तिमीले आफूलाई विचलित नबनाउनु, आफू अडिट भएर काम गर्नु, कसैको कुरा नसुन्नु, धेरै जाँदा सिकाएर नहिँड्नु, धेरै लाभार्थ गरेर नहिँड्नु, सही बाटोमा हिँड्नु, सही मार्गमा हिँड्नु, गलत मान्छेको सङ्गत कहिल्यै पनि नगर्नु प्रसाद। हामी जस्तो असल साथी तिमीले जहाँकै नभेट्न सक्छौ प्रसाद। असल मान्छेको सङ्गत गर्नु, असल साथीको सङ्गत गर्नु, गलत मान्छेको सङ्गत कहिल्यै नगर्नु प्रसाद। तथापि तिमीलाई आफूलाई ठुलो घाटा हुन सक्छ प्रसाद। तिम्रो सपनाको संसार ढल्न सक्छ प्रसाद। त्यसैले गलत मान्छेको सङ्गत कहिल्यै नगर्नु। आफूलाई सम्हालेर हिँड्नु। आफ्नो सपना के हो, आफू कहाँ पुग्ने हो, आफ्नो लक्ष्य के हो, त्यसलाई आफूले ध्यान दिएर हिँड्नुपर्छ। हेर त, तिमीलाई माया गर्ने मान्छे कति छन् यहाँ, तिम्रो बाटो कुरेर बस्ने मान्छेहरू धेरै छन् यहाँ। तिमी कहिले आउँछौ भनेर बाटो कुरिरहेका छन् तिम्रा मनका ढुकढुकीहरू, तिम्रा मनका मान्छेहरू। त्यसैले प्रशान्त, आफूले माया गरेको मान्छेको मन कहिले निराश नबनाउनु, आफूले माया गरेको मान्छेको मन कहिले नरुहाउनु। त्यसैले तिमी आफ्नो ख्याल गरेर परदेशमा राम्रोसँग काम गर्नुपर्छ। तिमीलाई मेरो दिन सक्ने केही पनि छैन। यही मेरो तिमीलाई शुभकामना, यही मेरो विदाई, यही मेरो माया, यही मेरो समर्पण गर्दै म तिमीसँग भोलि बिहानै बिदा हुन्छु। प्रशान्त, बाई बाई, शुभ यात्रा, ह्याप्पी जर्नी प्रशान्त, ह्याप्पी जर्नी। थ्याङ्क यू।